कर्मीको हो। यहाँ चाहिँ अघि आएर थुप्रो परेको हो। अहिले फेरि भाग्न खोजेको थियो, बालुवा हानेर रोक्याँ। यतापट्टि अहिले भर्खरै देखाएको यसमै यहाँ आएर अहिले पोको परेको हो। फेरि रानी चाहिँ निस्किन पाएन। मैले पनि भर्खर 2 घर बनाएको वनबाटै खोजेर पाएर गोठालो गएको नि मौकामा हेर्न सक्नुहुन्छ। यसरी पोको पर्यो। राति लिएर आएको थिएँ चैत्र महिनाको 16 गते। कसरी पोको पर्यो, कसरी भएको थियो त्यो मौरी झिक्ने बेला एक्लै भएको हुनाले भिडियो खिच्न नि पाइनँ। त्यति बेला नि टोकेको थियो मौरीले मलतल लपक्कै। रानो चाहिँ निस्किन पाएन क्या। रानी गेट लाएर राखेको थिएँ हिजो बेलुकै, पक्कै पनि भाग्छ भनेर शङ्खा लाएर आज भाग्नलाई खोजिरहेको थिएँ। आज त 26 गते भइहाल्यो। 25 गते बेलुका राति हालिदिएको क्विन गेट। भाग्नै नदिने, भागे तापनि सकेसम्म रोकथाम गर्न पर्दो रहेछ। मैले बल्ल बुझेँ। म नि भर्खरको सिकारु हो, केही जाने पनि छैन। अहिले यो घर माथि उडेको थियो। अहिले धन्दा यतिको भात। मैले जानकारी त केही पाएन। एकचोटि तालिम चाहिँ सिकेको मैले, त्यसकै आधारमा मैले गरेको हो। जेठको 19 गते यसरी मौरी लिएर आएको छु नआएँ होइन। घरै यस्तो के अरे नाम चाहिँ अलि ठ्याक्कै बिर्सियो। अहिले भर्खरै घरमा लिएर आएर बनायो मध्याह्नि 12 बजीतिर। अनि यो गर्दै लिएर आएँ, यहाँ हालेँ होइन। त्यसपछि रानी त फुत्कियो। रानी फुत्केर हेऱ्यो बकाइनाको टुप्पामा गएर बस्यो। यहाँ देख्न सक्नुहुन्छ होइन। यहाँबाट पहिलोचोटि लिएर आएन। लिएर आएर यही घरमा हाले। लिएर आएर हालेपछि फेरि फुत्कियो। अनि रानी समेतै समातेर क्विन बक्स आफैले बनाएको हो त्यसमा हालेर मौरी अलिकति लिएर आएर गर्दै थिएँ। अहिले मौरी यहाँ भुन्यो। जानी यसो पाएन। यहाँ फेरि लडाइँ पर्यो। अर्को घरको आयो जस्तो लाग्यो। अब छुट्याउन खोज्दैछु। अब छुट्याउन खोज्दै पनि अब सकिएन भने के गर्ने त। छुट्यो।
छुट्टिएपछि मलाई राम्रो भयो, सजिलो भयो। अब यहाँ जाली लागेछ भर्खर, पुरानो घार, नयाँ मौरी, चाका सबै खर्च नगरिकन यसै हाल्दैछु। यही भन्न चाहे मैले।